हाई गाइज मेरो चाहिँ आज अफ छ कि विकली फाइनली एक हप्तापछि विकली अफ मिल्यो। वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप कि तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र गाइज म चाहिँ बिहान बिहान फ्रेस भएर ब्रस सरस गरेर होटेलमा पनि नयाँ युनिफर्म दिएको थियो र त्यो लगाएको एकदमै लामो भयो क्या, मलाई चाहिँ केही मनै परेन क्या। सो फाइनली म फिटिङ हान्न आएको। फिटिङ त हान्नु पऱ्यो नि त गाइज। यहाँ चाहिँ लन्ड्री छ, यो जो अगाडिको फर्स्टको देख्नुभयो, यहाँ चाहिँ मैले 5 दिन भइसक्यो ड्रेस धुँदै कि त्यो त्यहाँ मिलेकै छैन कि। यहाँ मान्छे चाहिँ गाई पाइजे चाहिँ ससुराल गइरहेछन् र फटाफट आफ्नो ड्रेस धोएर म चाहिँ आफ्नो रुमतिर हिँडेँ र बाटोमा हिँड्दा चाहिँ औडा के घाम चाहिँ यहाँ नेपालमा हो कि यता पनि हो कि दुइटा चाहिँ औडै लाग्यो मलाई। घाम चाहिँ औडै घाम छ क्या गाइज पुरै। अहिले चाहिँ नेपालमा लास्टै जाडो छ होइन, यता चाहिँ तपाईँको सिजन चाहिँ कन्टिन्यू एउटै हुन्छ नि त, जाडो बर्खा केही हुँदैन क्या, एउटै सिजन हुन्छ नि त। फटाफट आफ्नो रुममा आएर म चाहिँ नास्ता गर्न लागेको छु र अरू केही नभए पनि साथीहरू होइन, यहाँ होटल लाने चाहिँ केटाहरूले चाहिँ सब्जी बनाउन चाहिँ सिकिसक्यो, बालै टेस्टी बनाइदिएछन् कि पुरै छोडिदिनुहोस् भने। फटाफट आफ्नो नास्ता गरेर चाहिँ म हल्का ट्यारेसमा भ्यू लगिदिउँ भनेको र ट्यारेसको भ्यू चाहिँ उक्स। म तपाईँहरूलाई एउटा सिन देखाउँछु है, यो सिन हेर्नुहोस् है, यस्तो बवाल छ। ओ माई गड, हेर्नु न तपाईँहरूले के भन्न चाहनुहुन्छ। यो सिन चाहिँ मलाई बवाल लाग्यो कि, किनभनेपछि चाहिँ एकदम बवाल। यहाँ चाहिँ भिडियो सिडियो बनाउन एकदम बवाल छ, बट केही छैन, केटाहरू कोही छैनन् र आफैले भिडियो बनाइरहेको छु। क्यामेराम्यान पनि कोही। यो चाहिँ तपाईँको रनवे साइड, यहाँदेखि चाहिँ प्लेन उड्छ के। र फटाफट नास्ता गरेर 1 मिनट हानेर खाना आएको र साउजीलाई जस्ट सोधेको खाना कति टाइम लाग्छ बनाउन भनेको। लाग्छ अझै 10-20 मिनट भने, केही छैन म वेट गर्छु भनेर भनेको। ल म खाना खान्छु अनि हुन्छ भनेको। आन्टी छिटो बनाउनु भनेको। ल वेट गर अझै 10-20 मिनट भनिदिएर। अब केही छैन, भोक छु त लाग्छ होइन। खानासाना खाएर चाहिँ म फाइनली हिँडिसकेँ र फाइनली हाम्रो चाहिँ यहाँ केटाहरू चाहिँ फुटबल खेल्थ्यो नि त पहिला, त्यहाँ जान लाग्यो। यस्तो हेर्दाखेरि चाहिँ गाई म चाहिँ छक्क पर्थेँ कि यहाँ पहिला फुटबल खेल्ने ठाउँमा चाहिँ घाँस उगाएर यहाँ चाहिँ भैँसी चराउने गाई चराउने जक्सन भइसकेछ हेर्नु न भनेको के। अब के गर्ने कि टाइम पास गर्ने पनि केही छैन। अब कतै घुम्न जाम भने पनि स्यालेरी आएकै छैन, पैसा पनि छैन, पुरै छोडिदिनुहोस्। र फटाफट आफ्नो रुमतिर लागिसकेँ म। अब रुममै गएर टाइम पास त गर्ने होला होइन। बाटोमा हिँड्दै आएको थिएँ, यहाँ चाहिँ कुकुर चाहिँ डेटिङ बस्तिरहेको रहेछ कि गाइज। मलाई हेरेर चाहिँ लाज मानेर ल हेर्नु न हेरेर भागिदिरहेको भनेको कि। केही छैन गाइज होइन, मलाई चाहिँ भोक लागेको थियो र रातिको 8 बजिसक्यो, खाना चाहिँ खानु पऱ्यो नि त। र फटाफट चिकन फ्राई राइसको अर्डर दिएको र फाइनली मेरो चिकन फ्राई राइस आइसक्यो र क्वान्टिटी चाहिँ एकदमै हेभी छ क्या यहाँको चाहिँ होइन। यो चाहिँ मैले खानै सकेन कि, पुरै छोडिदिनु, यति हेभी छ। अब के गर्ने, आधा चाहिँ खाइयो, आधा चाहिँ रुममा लिएर आएको छु होइन, खान सकेन कि पुरा चाहिँ। अब के गर्ने त होइन। सो गाइज यस्तै माया प्यार दिइराख्नु होला। मिल्नेछु म आफ्नो नेक्स्ट ब्लगमा। बाई, सी यू।